सो अब चाहिँ रेस्पिरेटरी सिस्टम। सो रेस्पिरेटरी सिस्टममा बेसिकली डिस्कस गर्ने अर्डर भनेको पहिला भनेको नोज हैन, त्यसपछि भनेको फ्यारिङ्स, त्यसपछि ल्यारिङ्स, त्यसपछि ट्र्याकिया एन्ड लास्टली लङ्स। सो बेसिकली यति कन्टेन्टहरू चाहिँ डिस्कस गर्ने हो रेस्पिरेटरी सिस्टममा। सो अब नोजबाट हेर्ने हो भने चाहिँ अब मेजरली इम्पोर्टेन्ट भनेको नेजल सेप्टमको बारे छ। सो नेजल सेप्टम चाहिँ केले बने हुन्छ भन्ने कुरा हो हैन। सो नेजल सेप्टममा चाहिँ बोनी पार्ट पनि हुन्छ, कार्टिलेजिनस पार्ट पनि हुन्छ हैन। एन्टिरियरली अगाडिपट्टि हुने भनेको चाहिँ कार्टिलेजिनस पार्ट हो, पछाडि हुने भने चाहिँ बोनी पार्ट हो हैन। सो बोन चाहिँ कुन हुन्छ भन्दाखेरि इथमोइड बोन हुन्छ प्लस वोमर बोन हुन्छ, अनि अर्को कार्टिलेज चाहिँ कुन हुन्छ भन्दाखेरि सेप्टल कार्टिलेज हुन्छ, यो सेप्टल कार्टिलेज चाहिँ हेलाइन कार्टिलेज हो, टाइपको कार्टिलेज हो, हेलाइन कार्टिलेज हो हैन। सो यता फिगरमा पनि देख्न मिल्छ, अगाडि भनेको सेप्टल कार्टिलेज छ हैन, पछाडि हेर्ने भने चाहिँ इथमोइडल बोन अनि वोमर बोन हैन। यो सेप्टल कार्टिलेज भनेको यो चाहिँ हेलाइन कार्टिलेज हो। सो सेप्टल कार्टिलेज भनेको चाहिँ हेलाइन कार्टिलेज हो, बट हामीले यो फिल गर्दाखेरि टिप अफ द नोज जुन छ, यो टिप अफ द नोजमा चाहिँ यो सेप्टल कार्टिलेजको पार्ट हुँदैन। सो यहाँ चाहिँ छुट्टै नै अर्को कार्टिलेज हुन्छ। यहाँ टिप अफ द नोजमा चाहिँ बेसिकली हुने भनेको चाहिँ इलास्टिक कार्टिलेज हुन्छ। ओके, सो टिप अफ द नोजमा चाहिँ कुन हुन्छ, इलास्टिक कार्टिलेज हुन्छ, इलास्टिक कार्टिलेज हुन्छ। ओके, सो नेजल सेप्टमको यति नै हो। सो अर्को एउटा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ सो नेजल सेप्टमको अगाडितिर नेजल ब्लिडिङ हुने मोस्ट कमन साइट हुन्छ हैन। यता नेजल ब्लिडिङ हुने मोस्ट कमन साइट भनेको के हो त, यसको नाम भनेको लिटल्स एरिया हो, लिटल्स एरिया। सो यो भनेको चाहिँ मोस्ट कमन साइट फर नेजल ब्लिडिङ। सो यो लिटल्स एरियामा के हुन्छ भन्दाखेरि बेसिकली यहाँ डिफ्रेन्ट आर्ट्रिजहरू आएर चाहिँ एकअर्कासँग हैन कनेक्सन एनास्टोमोसिस गरिरहेको हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ एकदम सेन्सिटिभ हुन्छ हैन। सो यसमा मेजर आर्ट्री हैन, लिटल्स एरियाको मेजर आर्ट्री भनेको चाहिँ कुन हो भन्दाखेरि त्यो भनेको स्फेनोप्यालेटाइन आर्ट्री हो, स्फेनोप्यालेटाइन आर्ट्री। ओके, सो यति भयो। अब हेर्ने चाहिँ नेजल क्याभिटीको वालहरूको बारे हो हैन। सो यो नेजल क्याभिटीको वालमा चाहिँ यस्तो बोनी स्ट्रक्चर्सहरू हुन्छ हैन, जसलाई चाहिँ के भन्छ भन्दाखेरि यसलाई चाहिँ टर्बिनेट्स भनेर पनि भन्छ, अर कन्का भनेर पनि भन्छ कि कन्का भनेर पनि भन्छ। सो यिनीहरू चाहिँ बेसिकली तीनटा हुन्छ हैन, तीनटा हुन्छ। एउटा भनेको सुपेरियर टर्बिनेट, मिडल टर्बिनेट अनि अर्को भनेको इन्फेरियर टर्बिनेट। सो यिनीहरूको के भनेको के हैन, बेसिकली नोजको यो ल्याटरल वालमा हुने बोनी स्ट्रक्चर्सहरू भयो हैन। सो अनि यिनीहरूको बिचमा जुन हुने यो स्पेसहरू जुन छ नि, यिनीहरूको बिचमा हुने यो स्पेसहरू जुन छ, यिनीहरूलाई चाहिँ के भन्छ भन्दाखेरि यिनीहरूलाई चाहिँ मेटस भनेर भन्छ हैन। सो यिनीहरूलाई मेटस भनेर यस अब यो सुपेरियर टर्बिनेट र मिडल टर्बिनेटको बिचमा हुने स्पेसलाई चाहिँ के भन्छ, बिचमा हुने स्पेसलाई भनेको सुपेरियर मिएटस भनेर भन्छ हैन। त्योभन्दा तल हुने भनेको चाहिँ मिडल मिएटस भनेर भन्छ, सबभन्दा तल हुने भनेको चाहिँ यो भनेको इन्फेरियर मिएटस भनेर भन्छ, ओके। सो मिएटस भयो हैन। सुपेरियर टर्बिनेट भन्दा नि सबभन्दा माथि यहाँ अर्को पनि एउटा खाली ठाउँ हुन्छ हैन। सो यसको नाम भनेको चाहिँ के हो भन्दाखेरि यसको नाम भनेको चाहिँ स्फेनोइथमोइडल रिसेस हो, स्फेनोइथमोइडल रिसेस। सो यहाँ यो मिएटसहरूमा चाहिँ डिफ्रेन्ट कुराहरूको ओपनिङ्सहरू हुन्छ हैन, तर सबैको ओपनिङहरू त चाहिँदैन, तर इम्पोर्टेन्टहरूको त थाहा हुनु पऱ्यो। लाइक इन केस अफ इन्फेरियर मिएटसमा के हुन्छ, यहाँ चाहिँ के को ओपनिङ हुन्छ भन्दाखेरि यहाँ चाहिँ नेजोल्याक्रिमिनल डक्टको ओपनिङ हुन्छ, नेजोल्याक्रिमिनल डक्टको ओपनिङ हुन्छ। एन्ड स्फेनोइथमोइडल रिसेसमा के हुन्छ भन्दाखेरि स्फेनोइथमोइडल रिसेसमा चाहिँ स्फेनोइडल साइनसको ओपनिङ हुन्छ, साइनसको ओपनिङ हुन्छ। सो बेसिकली यति दुईवटा कुरा चाहिँ थाहा हुनै पर्यो। सो यति नै हो नेजल सेप्टम र यो वालको बारे। सो अर्को भनेको चाहिँ प्यारानेजल साइनस भन्ने छ हैन। सो प्यारानेजल साइनस भनेको चाहिँ के हो भन्दाखेरि सो यिनीहरू चाहिँ एयरफिल्ड क्याभिटी हो स्कल बोनमा हुने हैन, एयरफिल्ड क्याभिटी इन स्कल बोन। सो यिनीहरूको काम भनेको के हो भन्दाखेरि बेसिकली
यिनीहरूको काम भनेको के हो भन्दाखेरि बेसिकली यिनीहरूले चाहिँ अब स्कललाई लाइट बनाउने पनि काम गर्ने भयो, अर्को भनेको साउन्डलाई रिजोनेन्स गर्ने पनि काम गर्छ यिनीहरूको मेन फङ्सन भनेको चाहिँ। सो प्यारानेजल साइनस पनि डिफ्रेन्ट छ होइन, 4वटा छ। के हो त यसको नामहरू भन्दाखेरि चाहिँ एउटा भनेको फ्रन्टल म्याक्सिलरी इथमोइड अनि अर्को भनेको स्फेनोइड। सो यिनीहरू भयो है प्यारानेजल साइनस। सो यिनीहरू मध्येमा सबभन्दा लार्जेस्ट भनेको कुन हो होइन, सबभन्दा लार्जेस्ट भनेको चाहिँ म्याक्सिलरी साइनस हो। यो भनेको सबभन्दा लार्जेस्ट हो, लार्जेस्ट भनेको म्याक्सिलरी साइनस भयो। अनि अब इन्फेक्सन हुँदाखेरि सबभन्दा मोस्ट कमनली इन्फेक्ट हुने भनेको पनि कुन हो भन्दाखेरि म्याक्सिलरी नै हो। यो भनेको मोस्ट कमनली इन्फेक्ट हुने भनेको पनि प्यारानेजल साइनसेस नै हो। सो यति भयो प्यारानेजल साइनसको बारे। अब चाहिँ हेर्ने भनेको फ्यारिङ्स। सो फ्यारिङ्स भनेको चाहिँ के हो भन्दाखेरि बेसिकली यो चाहिँ मस्कुलर पाइप हो जुनको एन्टेरियर वाल अगाडिको भाग चाहिँ कुन स्ट्रक्चरसँग कनेक्टेड छ त्यो अनुसार नेमिङ छ कि। अब जस्तै बेसिकली यो चाहिँ एउटा पाइप जस्तै स्ट्रक्चर भयो होइन, अगाडि केसँग कनेक्टेड छ त, सपोज अब अगाडिको वाल चाहिँ इफ नेजल क्याभिटीसँग कनेक्टेड छ कि होइन, अगाडिको वाल चाहिँ कि त ओरल क्याभिटीसँग कनेक्टेड छ कि होइन, कि त अगाडिको वाल ल्यारिङ्ससँग कनेक्टेड छ कि होइन, त्यसकै बेसिसमा नेमिङहरू छ होइन। सो यो फिगरमा पनि देख्न सक्छौँ हामीले होइन। सो यो भनेको चाहिँ पुरै एउटा पाइप लाइक स्ट्रक्चर भयो। इफ अगाडिको पार्ट कहाँ छ त, यो भनेको नेजल क्याभिटी भयो, योसँग कनेक्टेड छ, त्यसैले नेजोफ्यारिङ्स होइन। यो भनेको ओरल क्याभिटी भयो, योसँग कनेक्टेड एरिया भनेको यो के हो त, यो भनेको ओरोफ्यारिङ्स भयो। यता छ ल्यारिङ्स छ होइन, यो ल्यारिङ्स छ, यता ल्यारिङ्ससँग कनेक्टेड भनेको यो भनेको ल्यारिङ्गोफ्यारिङ्स हो होइन। सो बेसिकली फ्यारिङ्सको पनि कतिवटा पार्ट भयो त, फ्यारिङ्सको पनि 3टा पार्ट भयो होइन। फ्यारिङ्सको पनि 3टा पार्ट भयो, एउटा भनेको नेजोफ्यारिङ्स, अर्को भनेको ओरोफ्यारिङ्स, अर्को भनेको ल्यारिङ्गोफ्यारिङ्स। सो नेजोफ्यारिङ्सको इम्पोर्टेन्ट कुरा भनेको यहाँ चाहिँ युस्टेचियन ट्युबको ओपनिङ हुन्छ होइन। सो यो चाहिँ एसोसिएटेड विथ युस्टेचियन ट्युब। सो नेजोफ्यारिङ्समा पास हुने भनेको चाहिँ यहाँ चाहिँ ओन्ली एयर मात्र पास हुन्छ होइन, ओन्ली एयर। सो अर्को भनेको ओरोफ्यारिङ्समा चाहिँ अब यो भनेको ओरल क्याभिटीसँग कनेक्टेड छ। बेसिकली अब यहाँ चाहिँ के पास हुने, यहाँ फुड पनि पास हुन्छ, एयर पनि पास हुन्छ होइन, फुड प्लस एयर। अर्को छ ल्यारिङ्गोफ्यारिङ्स होइन। ल्यारिङ्गोफ्यारिङ्समा के पास हुन्छ त, यहाँ ल्यारिङ्गोफ्यारिङ्स यहाँबाट पनि के पास हुनसक्छ, यहाँ पनि फुड पनि हुनसक्छ और एयर पनि हुनसक्छ, फुड पनि हुन सक्यो, एयर पनि हुन सक्यो। सो यता छाड्ने नहुने भनेको चाहिँ नेजोफ्यारिङ्समा युस्टेचियन ट्युबको हेल्पबाट मिडल एयरसँग कनेक्टेड हुने कुरा चाहिँ छाड्ने भएन। सो फ्यारिङ्सको यति भयो। अब भनेको ल्यारिङ्सको बारे होइन। सो ल्यारिङ्स हेर्ने भने चाहिँ बेसिकली केले बनाएको हुन्छ भन्दाखेरि यहाँ चाहिँ कार्टिलेजहरूले बनाएको हुन्छ होइन, सो टोटल चाहिँ 9वटा कार्टिलेज हुन्छ। तर टाइप्सहरू हेर्ने हो भने चाहिँ यहाँ चाहिँ 2टा टाइपको हुन्छ होइन। ल्यारिङ्समा कार्टिलेजहरूको टाइप्सहरू हेर्ने भने चाहिँ एउटा भनेको अनपेयर्ड हुन्छ, अनपेयर्ड कार्टिलेज, अर्को भनेको पेयर्ड कार्टिलेज होइन, पेयर्ड कार्टिलेज। सो अनपेयर्ड कार्टिलेजमा चाहिँ के छ त, अनपेयर्ड कार्टिलेजमा हेर्ने भने चाहिँ एउटा भनेको इपिग्लोटिस छ, अर्को भनेको थाइरोइड कार्टिलेज छ, अर्को भनेको क्रिकोइड कार्टिलेज छ, अर्को भनेको पेयर्ड कार्टिलेज होइन। पेयर्ड कार्टिलेज भनेको कतिवटा के छ त, एउटा भनेको एरिटिनोइड छ, एरिटिनोइड कार्टिलेज, क्युनिफर्म कार्टिलेज, अर्को भनेको कर्निकुलेट कार्टिलेज होइन, कर्निकुलेट कार्टिलेज। सो यिनीहरू सबै कतिवटा भन्यो भने 2टा होइन, यो सबै एउटा भने चाहिँ टोटल कतिवटा भयो त होइन, टोटल भनेको 9 कार्टिलेज भयो एन्ड टोटल टाइप्स अफ कार्टिलेज भन्यो भने चाहिँ यिनको 6 डिफ्रेन्ट टाइप्स भयो होइन, 6 डिफ्रेन्ट टाइप्स भयो। ओके, सो फिगरमा पनि हेर्न सक्छौँ होइन। सो यता छ यो हामीले फिल पनि गर्न मिल्ने, अगाडि हामीले यो फिल गर्न मिल्ने भनेको एङ्गल अफ थाइरोइड कार्टिलेज हो होइन, सो हामीले यो एङ्गललाई अर्को के पनि भन्छौँ भन्दाखेरि यसलाई भनेको एडम्स एप्पल पनि भन्छौँ होइन, एडम्स एप्पल भनेर पनि भन्छौँ। सो यो भनेको थाइरोइड कार्टिलेज भयो। यो थाइरोइड कार्टिलेजको तल कुन कार्टिलेज हुन्छ त, यसको तल हुने भने चाहिँ क्रिकोइड कार्टिलेज हुन्छ। सो क्रिकोइड कार्टिलेजले अर्को के पनि भन्छ भन्दाखेरि यसलाई चाहिँ फाउन्डेसन स्टोन अफ ल्यारिङ्स भनेर पनि भन्छ क्या, यसलाई चाहिँ फाउन्डेसन स्टोन अफ ल्यारिङ्स भनेर पनि भन्छौँ होइन। सो ओके, यति भयो। सो अब यता अर्को भनेको इपिग्लोटिस छ होइन, यो फिगरमा पनि देख्न सक्छौँ। यो कार्टिलेज जुन छ यो भनेको चाहिँ इपिग्लोटिस हो
एपिग्लोटिस हो, यो चाहिँ एपिग्लोटिस हो। ओके, सो यो भयो। ओके, अब यो कार्टिलेज पछि अर्को भनेको मेन भनेको ल्यारिङ्समा दुईवटा फोल्ड हुन्छ, एउटा भनेको भेस्टिबुलर फोल्ड हुन्छ, एउटा भनेको भोकल फोल्ड हुन्छ होइन। एउटा भनेको भेस्टिबुलर फोल्ड हो होइन, यो जुन माथिको फोल्ड जुन देखाइरहेछ यो भनेको भेस्टिबुलर फोल्ड हो होइन। यो चाहिँ हामीले ल्यारिङ्सलाई साइडबाट काटेर हेरिरहेछौँ होइन। यो माथि भनेको भेस्टिबुलर फोल्ड हो होइन, यो तल हुने भनेको चाहिँ भोकल फोल्ड हो होइन, भोकल फोल्ड हो। सो हामीले यो ल्यारिङ्सलाई के माथिबाट साइडबाट काटेर हेरिरहेछौँ होइन। इफ हामीले माथिबाट सो यो भनेको चाहिँ ल्यारिङ्सलाई साइडबाट काटेर हेरेको भयो होइन। साइडबाट काट्दाखेरि माथि हुने भनेको चाहिँ भेस्टिबुलर फोल्ड हो, तल हुने भनेको चाहिँ भोकल फोल्ड हो होइन। सो हामीले साइडबाट नहेरिकन माथिबाट हेर्दाखेरि चाहिँ कस्तो देख्छ भन्दाखेरि अब कस्तो देख्छ भन्दाखेरि सो इफ यो चाहिँ भेस्टिबुलर फोल्ड भयो होइन, यस्तो देखिन्छ होइन, भेस्टिबुलर फोल्ड भयो, भेस्टिबुलर फोल्ड भयो। त्यो दुईवटा भेस्टिबुलर फोल्ड बिचको स्पेसलाई के भन्छ भन्दाखेरि यसलाई चाहिँ रिमा भेस्टिबुलाई भनेर भन्छ होइन। यो जुन स्पेस जुन छ यसलाई के भन्छ भन्दाखेरि रिमा भेस्टिबुलाई भनेर भन्छ होइन। सो यसरी नै यो भेस्टिबुलर फोल्ड भन्दा तल के हुन्छ भन्दाखेरि भेस्टिबुलर फोल्ड भन्दा तल हुने भनेको चाहिँ भोकल फोल्ड हो होइन। सो यो भनेको भोकल फोल्ड हो। सो यो दुईवटा भोकल फोल्ड बिचको स्पेस भनेको चाहिँ के हो भन्दाखेरि यसलाई चाहिँ रिमा ग्लोटाइटिस भनेर भन्छ, रिमा ग्लोटाइटिस भनेर भन्छ